नमस्कार सबैजनालाई। अहिले चाहिँ म हाम्रो भाइरल माईको गाउँमा आएको छु, घरमा ह्याङ्गाटोली गाउँमा। अनि यो चाहिँ गौरा द 6 पर्छ होला सायद। अनि मेरो पछाडि चाहिँ यहाँ पाटाबारी देख्नु भएको छ। यो चाहिँ मैले किन देखाएको भने हाम्रो शिव शताक्षीतिर पाटा लोप हुँदै गइरहेको छ, कसैले लगाउँदैनन्। तर यतातिर चाहिँ यहाँ यो गाउँमा प्राय मान्छेले लगाएका छन्। अनि पाटाको फाइदा चाहिँ के हुन्छ भने अब सानो हुने बेलामा पाटा बिरुवा हुँदाखेरि चाहिँ सब्जी बनाएर खान पनि मिल्छ र ठुलो भएपछि यसरी अब यसबाट सुन्टी निक्लिन्छ, डोरी निस्किन्छ। अनि पाटा चाहिँ एकदमै महँगो छ, अहिले एकदमै महँगो छ, 9,000 रुपियाँ प्रति मन छ। र साथसाथै हाम्रो माईहरूले चाहिँ यहाँ खरुवान लगाएका छन्। खरुवान भनेको चाहिँ बिउलाई एकचोटि यहाँ उखालेर रोपेका छन्। अनि यो रोपेर फेरि पछि अरू ठाउँमा रोप्छन्। कस्तो ठाउँमा रोप्छन् भने गहिरी खेतहरूमा जहाँ चाहिँ पानी जमेको हुन्छ त्यस्तो ठाउँमा यो रोप्ने गरिन्छ। अनि यस्तो अब यो खरुवान रोप्दाखेरि चाहिँ धान पनि एकदमै राम्रो फल्छ। र साथसाथै उता बिउहरू लगाएका छन्। यहाँनिर भिन्डी छ, भिन्डी मजाले फलिरहेको छ। अनि यतातिर चाहिँ अब हाम्रो जस्तो नहर छैन, मतलब यता बोर्डिङ गाडेका छन् मान्छेले, बोर्डिङबाट पानी सिँचाइ गरिराख्नुपर्छ। अनि यता चाहिँ खेती प्राय जस्तो ढिलो हुन्छ, जब आकाशबाट पानी पर्छ मजाले त्यति बेला खेती सुरु हुन्छ। के हो माई? माईले धान रोप्न आउँछ? अनि धमाधम ट्र्याक्टरहरू चलिरहेको छ, मान्छेहरू जोताइरहेका छन्। अनि पाटै पाटा छ। यहाँनिर के थियो माई? यहाँनिर सब्जी फर्सी बारी थियो होला है। माईहरूको बिउ त एकदमै राम्रो रहेछ त्यहाँ। आजलाई यति नै, भेट हुनेछ अर्को भिडियोमा। हस्त, धन्यवाद।